नमस्कार सम्पूर्ण साथीहरूलाई। आजको यस भिडियोमा हामी राष्ट्रिय तथ्याङ्क कार्यालयमा जति पनि साथीहरूले आवेदन दिनुभएको छ गणक र सुपरवीक्षक पदमा, त्यसको चाहिँ रिजल्टको बारेमा चर्चा गर्दैछौँ। त्यसको रिजल्ट कहिलेसम्म सार्वजनिक हुन्छ भनेर। सो यसको चाहिँ अफिसियल नोटिस हेर्ने हो भने यसको नतिजा भनेको फागुनको अन्तिम हप्ताभित्र आइसक्ने पर्ने थियो। तर देशमा चाहिँ निर्वाचन भएको कारणले गर्दा र चाडबाड भएको कारणले गर्दा अहिलेसम्म पनि यसको रिजल्ट आएको छैन। तर अब छिटै नै प्रकाशित हुँदैछ। हामीले जानकारी प्राप्त गरेअनुसार यही चैत्रको पहिलो वा दोस्रो हप्ताभित्र रिजल्ट सार्वजनिक हुँदैछ। त्यो तपाईहरुले आफ्नो चाहिँ रिजल्ट हेर्नको लागि यसको चाहिँ अफिसियल वेबसाइट भिजिट गर्नुहोला। वेबसाइट रहेको छ nso.nepal.gov.np। त्यो वेबसाइटमा गएर तपाईहरुले आफ्नो सर्ट लिस्टमा नाम छ या छैन भनेर हेर्न सक्नुहुन्छ। तर अहिले चाहिँ सार्वजनिक भएको छैन। सार्वजनिक भएपछि हामी पनि अपडेट गराउने नै छौँ।